रवि दाई भनेको रवि दाई नै हो के कति उत्कृष्ट मूल्याङ्कन गर्नुभयो रवि दाईको यो भिडियो हेर्नु त साथीहरु मलाई रवि लामी छानेलाई बालेन शाह आजको नेपालको राजनीतिमा प्रधानमन्त्रीको कुरा उठ्दा मेरो पहिलो रोजाइ को हो भनेर यदि कसैले सोध्यो भने मेरो सिधा र सपाट उत्तर हुन्छ रवि लामी छाने। आजको संसदभित्र हेर्दा मेरो विश्वास, मेरो आस्था र मेरो पहिलो रोजाइ निसन्देह पनि रवि लामी छाने नै हो। तर राजनीतिमा कहिलेकाहीँ व्यक्तिगत चाहना भन्दा ठूलो कुरा हुन्छ देशको चाहना, एकताको चाहना र भविष्यको चाहना। रवि लामी छानेले त्यो कुरा बुझे। अब यहाँनिर रविले बालेन शाहलाई प्रधानमन्त्रीको लागि रोजिसके। बालेनले पनि रविलाई सभापति र पार्टी नेताका रूपमा स्वीकारिसके। त्यसपछि मेरो लागि प्रश्नहरू सकिन्छ। यदि रविले देशका लागि अझै युवा नेतृत्वलाई अगाडि ल्याउनको लागि आफ्नो प्रधानमन्त्री बन्ने सम्भावना समेत छोड्न सक्नुहुन्छ भने म किन आफ्नो अडान छोड्न सक्दिनँ? म आफ्नो चाहना किन रोक्न सक्दिनँ? रवि उमेरले पनि र अनुभवले पनि बालेन भन्दा परिपक्व नेता हो। रविले बुझेका छन् ठूला युद्धहरू एकता र मजबुतीबाट जितिन्छ। व्यक्तिगत महत्वाकांक्षा भन्दा ठूलो कुरा टिमवर्क हो। उनलाई थाहा थियो पुराना पार्टीहरू चुनाव जित्नका लागि जति पनि तल झर्न सक्छन्, गिर्न सक्छन्। त्यसैले उनले रणनीति बनाए। असल मान्छे, सकारात्मक शक्ति र नयाँ ऊर्जा जहाँबाट पाइन्छ त्यो सबैलाई जोड्नुपर्छ, सबैलाई स्वागत गर्नुपर्छ। रविलाई थाहा थियो विवेकशील साझा पहिले जस्तो न त आकर्षणमा छ न त संगठन नै छ विवेकशील साझा। तर उनले स्वर्गीय उज्जवल थापाको विचार र विरासतलाई सम्मान गरे र उनले त्यो धारासँग सहकार्य गरे। उनलाई थाहा थियो बालेनको मेयरको कार्यकाल अझै सकिएको छैन। बालेन अझै पनि नयाँ पार्टी बनाउने वा नयाँ संगठन खडा गर्ने तयारीमा थिएनन्। समय अत्यन्त कम थियो। त्यसैले ठूलो दाजु जस्तै रविले सल्लाह गरे, छलफल गरे, समर्थन गरे र बालेनको ऊर्जा र लोकप्रियतालाई सही दिशा दिए। बालेनको स्वभाव कम बोल्ने हो, सबैलाई थाहा छ। त्यो बालेनको रणनीति पनि हुन सक्छ। त्यसैले पार्टीका आरोप र प्रत्यारोपको जवाब दिन, मिडियासँग सामना गर्न र एजेन्डाहरू स्पष्ट गर्न सभापति भएर रवि नै अगाडि उभिए। बालेन जिल्ला जिल्लामा हिँडे तर पार्टीको आवाज चाहिँ रवि लामी छाने बने। र जब रविले हजारौं मानिसहरूको अगाडि उभिएर भने आमा बालेनले यो देश बनाओस्, त्यो आवाज केवल एउटा स्टेटमेन्ट थिएन। त्यो आवाज देशका कुना कुनामा गुन्जियो। मानिसहरूले विश्वास गरे, हामीले विश्वास गर्यौं, हामीले त्यो विश्वास फैलायौं। आज पनि म भन्छु मेरो रोजाइ प्रधानमन्त्रीका लागि रवि लामी छाने हो। तर रविको आत्मा, रविको दूरदर्शिता, रविको राष्ट्र बनाउने सपना, त्यो सपनाले बालेनलाई प्रधानमन्त्रीको रूपमा रोजिसकेको छ। त्यसैले को प्रधानमन्त्री बन्ने भन्ने अनावश्यक बहसमा अल्झिनु भन्दा हो बुझ्नुपर्छ हामीले यो निर्णय एउटा व्यक्तिको मात्र होइन, एउटा लङ टर्म भिजन हो। र मलाई रवि लामी छानेको भनाइमाथि विश्वास छ। सम्झौता नेताले चाहेको जस्तो होइन, देशले खोजेको जस्तो हुनुपर्छ, देशले रोजेको जस्तो हुनुपर्छ। म यहाँ उनकै साथमा छु, रवि लामी छानेकै साथमा छु। किनभने अन्तमा फेरि सत्य एउटै छ, मैले रवि रोज्छु, रविले बालेन रोज्छन् र देशलाई चाहिएको छ एकता, सहकारी र समृद्धि।